सेवा साथीहरू नमस्कार, गुड मर्निङ सबैजनालाई। आज चाहिँ नयाँ दिन नयाँ भ्लगको साथमा उपस्थित भइसकेको छु। आज चाहिँ म दिनभरि के गर्छु कसो गर्छु म तपाईहरुलाई जानकारी गराउने छु। र विशेष चाहिँ आज हाम्रो साकेला सिल्ली प्रदर्शन हल्दीबारी 2 राईटोलमा भइरहेको छ बृहत रूपमा। त्यही भएर म चाहिँ त्यसकै लागि तयारी गर्दैछु। हामीले चाहिँ साकेला अथवा उधौली पर्व चाहिँ किन मनाउँछौँ भन्दाखेरिमा उभौली पर्व चाहिँ आफ्नो साथसाथै सबैको अन्नबाली चाहिँ सप्रियोस्, सबैको बाली नाली राम्रो होस्, सम्पूर्ण यहाँ पृथ्वीमा कहीँ कतै पनि खानेकुराको कमी नहोस् र सम्पूर्ण पृथ्वीवासीहरूमा समेत सुख शान्ति सुस्वास्थ्य सधैँ रहिरहोस् अनि दैवी प्रकोपका साथै प्राकृतिक विपत्तिहरू समेत नआओस् भन्ने चाहिँ महत्त्व राखेको हुन्छ यो हाम्रो साकेलाले। त्यही भएर चाहिँ मैले बिहानै गोबर सोबर लिएर घर लिप्न थालिसकेको छु। घर अब यो किचन लिपिसकेपछि अब माथि कुखुरा चढाउने काम हुन्छ। चढाइसके पछाडि अब पूजा गर्न गएर चाहिँ पूजा गरिसकेपछि चाहिँ नाच पनि सुरु हुन्छ। यहाँ घरमा राखेको नाचलाई उठाएर लगेर साकेला थानतिर पनि लान्छौँ। मैले चाहिँ यो चाहिँ हामीले साकेलालाई भाले चढाउँदै गरेको यो साकेलाको भाले हामीले परबारै साकेला थान लगेर चाहिँ चढाउँछौँ। चढाएपछि चाहिँ अब घरमा सुख शान्ति समृद्धि हुन्छ भन्ने हामीले विश्वास गरेको छौँ। यहाँ चाहिँ हाम्रो मकै यो चढाउन लान आँटेको कुखुराहरू अनि अस्ति 29 गते पूर्णिमाको दिन चाहिँ हामीले यहाँ लिङ्गो गाडेर राखेको थियौँ साकेलालाई चाहिँ। त्यही भएर हामीले अब यहाँ थोरै नाचे पछाडि यहाँ उठाएर साकेला थानतिर लानुपर्ने हुन्छ। त्यही भएर यहाँ नाच्दै हुनुहुन्छ। अब एकछिनमा साकेला थानतिर पनि हामी जान्छौँ। रिटिङ नबजाऊ बिनायो नबजाउले मन मेरो छिनायो साइना आइ आका साकेला थान प्रवेशद्वार। थ्याङ्क यू सो मच। पृथ्वीमा बसोबास गर्ने मानव लगायत सम्पूर्ण खोला नाला हावा पानी रुख किरा फट्याङ्ग्रा पशु पन्छी सबै चाहिँ एकअर्काका परिपूरक हुन् भनेर हामीले चाहिँ मनाउँदै आएका छौँ। अनि त्यस पछाडि हामीले चाहिँ प्रकृतिमा रहेको तत्त्व जस्तै भूमि जल अग्नि आकाश वायु चन्द्र सूर्य पशु पन्छी र वनस्पतिको पूजा गर्ने गर्दछौँ। र यहाँ पनि त्यसरी नै हामीले पूजा गरिरहेका छौँ। आज पनि हाम्रो चाहिँ गाउँ समाज टोलमा चाहिँ धेरै पहिलादेखि नै स्थापना राखेको साकेला थान भूमे थान आदिमा चाहिँ पूजा गरिन्छ। यो चाहिँ हाम्रो साकेला थान आफै उत्पत्ति भएको साकेला थानमा पूजा गरिराख्नु भएको छ सबैजनाले। अनि मैले पनि पूजा गरिसकेँ। अनि यहाँ अब कुखुराहरू अघि चढाएको कुखुरा अब यहाँ त्यसले पुज्न आँटेको छ यहाँ। अनि हाम्रो टोलको साकेला टोली पनि नाच्नलाई तयारी अवस्थामा रहिसक्नु भएको छ। यस चाडको अवसरमा चाहिँ हामीले चाहिँ ढोलो र झ्याम्टाको तालमा चाहिँ जीव जनावर चराचुरुङ्गीको नक्कल गर्ने लगायत घाडी फाडेको अन्नबाली लगाएको गोडमेल गरेको अन्नबाली काटेको र त्यसलाई उठाएको सबै कार्यहरू चाहिँ यही साकेला सिल्ली मार्फत प्रदर्शन गर्ने गर्छौँ। र सबै समुदायले यही गर्ने हो। हाम्रो किराँत राई समुदायले चाहिँ त्यही मार्फत हामीले सबै
देखाउँदै जान्छौँ, देखाउँछौँ। साकेला थानमा अब नाच्दै हुनुहुन्छ सबैजना। यहाँ नाचिसकेपछि चाहिँ तल ठुलो ग्राउन्ड छ साकेला हामीले नाच्ने ठाउँ पनि बनाएको छौँ, नयाँ भवन अनि साकेला नाच्ने स्थल पनि रहेको छ। अनि यहाँ नाचिसकेपछि तल जान्छौँ, पूजासुजा सबै सकिसक्यो। अब हामी तल जाँदैछौँ यहाँ नाचिसकेपछि। यो सङ्गीताको दोकान हो? ए ल है ल। थ्याङ्क यू थ्याङ्क यू। यो दाजुहरूको दोकान ए खै यता बस्नलाई रेडी भइरहेको छ सबै सामान, कुर्सीहरू। यहाँ ट्रेन टाँगिराख्नु भएको छ आफ्नो आफ्नो ठाउँ। यहाँ बिर्तामोड, यहाँ हल्दीबारी 1 अनि हल्दीबारी 3 र 4 संयुक्तको स्थान अनि हल्दीबारी 5 को स्थान यो। यहाँ भद्रपुर। हेलो ह्याप्पी साकेला। यहाँ अर्जुन धारा, यहाँ बिहिबारे 12 दशी। यहाँ चाहिँ सैनिक बजार बिर्तामोडमा दाजु टक्रक्क उभिनु भएको छ। 2051 सालमा स्थापना भएको हाम्रो चाहिँ हाम्रो के अरे साइला मामा अरे होइन। यहाँ पनि पूजा हुँदैछ। यहाँ हुँदैछ अनि यहाँ चाहिँ हाम्रो भवन स्टेज। सुसाङ कता गयो? सुसाङले खोइ ढोल। नयाँ भवन हो यो चाहिँ, कम्प्लिट भइसकेको छ। यता हाम्रो साकेला स्थान सबैजना रेडी पोजिसनमा बसिसक्नु भएको छ। त्यस पछाडि चाहिँ साकेला शैली नाच्दा चाहिँ पितृ र प्रकृतिसँग मेल खाने गीतहरू पनि गाइने गरिन्छ, जसले चाहिँ हाम्रो मौलिक विशेषता चाहिँ बोकेको हुन्छ। अनि कपासबाट धागो काटेको, काठको तानमा कपडा बुनेको, सिँगार पटार गरेको जस्ता कार्यलाई पनि यो साकेला शैली मार्फत प्रस्तुत गरिन्छ।
पनि हुन्छ र हामीले यो भेषभूषालाई जहिले पनि नियन्त्रण गरेर हाम्रो गरिसक्नु भएको छ नृत्य देखाउनु लागिरहनु भएको छ कस्तो भयो रे नमिठो भयो हेलो सेसे सत्य आयो छोड्देऊ अहिले अब मम्मीले खाँदा के हुनु यहाँ नानीहरूले आइसक्रिम भनेर हल्दीबारी 3 र 4 चौरीमा लु नाच तिमीहरू 3 जना पर अब अतिथिलाई सम्मान कार्यक्रम हुन लागिरहेको छ यहाँ मेरो छोरा नाच्दैछ यहाँ चाहिँ हाम्रो खानाको व्यवस्था हैन यति नै अहिले नानीलाई पिरो छ त्यो त पिरो छ होला नि यो पनि पिरो त पिरै हो रातो रातो छानेर लगाइदिनुहोस् चम्ची कहाँ छ फोटो सेसन कार्यक्रम हुँदैछ हामी चाहिँ सर्टकटमा तल गएर आएर फेरि गर्मीले गर्दा गएन हैन अनि यहाँ कान्छी नाना हुनुहुन्छ यहाँ छ अब एकछिन 2-4 मिनेट फोटो खिचेर हामी केतिर लाग्छौँ अरे चिसोतिर हैन चिसो खानुतिर लाग्छौँ अब त बिचारा पुग्दैन पनि होला ए ल म चाहिँ यहाँ सुनको कण्ठ कान्छी नानाले दिनु भएको छ कस्तो देख्यो आउँदैछ म कस्तो राम्रो हो दामी ल अब हामी फोटो खिचेपछि एकछिन के गर्छौँ फेरि कन्टिन्यू गर्छौँ है त अघिल्लो चढाएको साकेलाको भाले चाहिँ फेरि पूजा गरिसके पछाडि ल्याएर यहाँ मैले पोल्दैछु आफैले किनभने अरू मान्छे हुनुहुन्न बनाउनको लागि त्यही भएर मैले आफै बनाउँदैछु बनाएपछि अब यसो दाजुभाइहरूलाई अब बोलाएर हल्का अब साकेलालाई सेलिब्रेसन गरौँ भनेर अब सबैजनाले मनाउने भनेर चाहिँ सल्लाह गरेको छौँ किनभने यो चाहिँ अब किराँत राईहरूको महान चाड रहेको छ साकेला अनि त्यही भएर हामीले यहाँ सेलिब्रेसन गर्नको लागि तयारी गर्दैछौँ मासु सासु काटेर अनि यहाँ राख्नुहुन्छ त माथि होला
लु न अब थोरै त्यही थोरै बोलेको हेर बोल राम्रो अरे देवी थान भन्छ त यहाँ चाहिँ हाम्रो मासु यति काटेर रेडी भयो अब पालो सकेको नान आन्द्राको यहाँ चाहिँ हाम्रो टक्कसँगले कुखुराको मासु पाक्दैछ अघि काटेको कुखुराको मासु यहाँ पकाउँदैछु मैले यहाँ प्याज चाहिँ अगाडि नै लगायो भने डर छ भनेर अहिले अलिकति मासु पाकेपछि मात्रै लगाएको अब खुर्सानी टक्क बनाएर रस खाने हो आज कुखुराको हालिदिनु यहाँ साइदिन आनाले लाउँदै हुनुहुन्छ बेसार कति यति सबै हाल्नु कि धेरै हुन्छ अड्कल्नु नि भरे पाकी पाल्छ होइन हुन त हो अब चाहिँ यो हाम्रो अन्तिम अहिलेको मासु भात तरकारी रेडी भइसक्यो